लामाद्वारा चाहिँ यो जुन पोसाकहरू हुन्छ लगाउने आफ्नो ड्रेसहरू हुन्छ त्यो ड्रेसहरूलाई पोसाकहरूलाई चाहिँ पहिला चाहिँ शुद्धिकरण गर्नुहुन्छ लामाले शुद्धिकरण गरिसक्नु हो अनि त्यसपछि त्यो जुन टोपीलाई चाहिँ हाम्रो त फेटा पनि भन्थ्यो पहिला पहिला अहिले चाहिँ मामाद्वारा चाहिँ बेहुलालाई के अरे टोपी पहिराइदिनु भयो अनि त्यसपछि अब हामीले बाबाआमाले आशीर्वाद दिएर एउटा टिका लगाएर राम्रो शुभ होस् भनेर आशीर्वाद दिनेहरू अनि मामाहरूद्वारा पनि टिका सानो गरेर अहिले बिदाई भाती गर्ने मूल टिका त अझ उहाँ बेहुलीको घरमा पुगिसकेपछि सुराद हुन्छ ठुलो विधि त उतै हुन्छ अहिले यति मात्र
हामी 11 बजे नै एयरपोर्ट पुग्यौं तर एयरपोर्ट पुगेर बोर्डिङ सुटिङ गरिसकेपछि चितवनको मौसम राम्रो नभएको हुस्सु भयो लागेको कारणले 12:30 मा हुने फ्लाइट चाहिँ 1 बजेर 15 मिनेटमा हुने भयो। त्यसपछि हामी 1 बजेर 15 मिनेटमा ट्रेनमा गयौं अनि त्यसपछि हाम्रो चितवनको लागि फ्लाइट सुरु भयो।
भनिन्छ धेरै जसो पश्चिमतिर वाङदे भन्दो रहेछ हाम्रोतिर तामाङैबाट चाहिँ सगुन छोटो भनिन्छ कुनै ठाउँमा यो मकवानकोतिर चाहिँ सिसा घाँसा पनि भन्दो रहेछ ठाउँ विशेष फरक फरक रहेछ हामी चाहिँ सगुन छोटो भन्छौँ यो चाहिँ यहाँहरूको वाङदे भन्दो रहेछ वाङदे अनुसारको हामीले माग भए अनुसारको यहाँहरूको माग भए अनुसारको रोटी भनौँ त्यसपछि आइरन भनौँ त्यसपछि पोङहरू भयो तीनवटा दाम भनौँ तीनवटा मोहर सहित माछा सहित पनि हामीले ल्याएका छौँ यसमा थप घर के पुग्यो पुगेन यहाँहरूको मर्जी भयो भने पुगेन भने अन्तबाट कहीँबाट भने पनि हामी पुर्दाल गर्छौँ आज नभए भोलिबाट पनि भोलि ल्याएर पनि पुर्दाल गर्छौँ अलिकति त्यसो भने यो वाङदे र चारधामको बारेमा म अलिकति भन्छु यसको मूल कुरो चाहिँ म पनि यो वाङदे अथवा चारधामको बारेमा खोजी नीति गरेर हिँड्ने मान्छे हुँ त्यसैले यसबारेमा एउटा पुस्तक नै पनि तयारी गरिसकेको छ करिब 1-2 महिनामा त्यो प्रकाशनमा आउँछ यसको अब आजदेखि यहाँहरूले यो चारधाम अथवा हाम्रो चारधाम भन्छ तपाईँको वाङदे भनौँ न वाङदे भइसकेपछि तपाईँको कुल पनि परिवर्तन भयो तपाईँको झिमदुङको कुल अब के छ त्यो कुलबाट पनि तपाईँहरूको चेली हाम्रो मोक्तानको कुलमा प्रवेश हुन्छ अनि प्रवेश हुन्छ यदि यो भएन भने प्रवेश हुँदैन कुल बुझाउने बेलामा त्यो बुहारी बाहिरै बस्नुपर्छ त्यो स्थिति छ आजदेखि यहाँहरूले चाहिँ यो वाङदे गरेर वाङदे बमोजिमको हामीले सम्पूर्ण सामग्रीहरू ल्याएका छौँ यहाँहरूले वाङदेको तिथिविधि अनुसार पक्कै पनि यहाँहरूले जिम्मा दिनुहुनेछ भन्ने आशा छ हामीले बुझे त्यसमा चाहिँ हाम्रो चाहिँ कस्तो छ भनेदेखि यो स्याका यता पिल्लेन पनि पो चाहिँ हाम्रो है ढुन्डुकै हुन्छ है पो त्यतिखेर त्यही सम्बन्ध फेरि म अलिकति भन्छु त्यसो भने हाम्रो तामाङहरूको फुटबल भएर पानी खाएको छैन हामीले मरेपछि चाहिँ हामीले के भन्छ माउनु चाहिन्छ एक नम्बर पनि यो भने अलिकति उहाँले भन्नुभयो म त्यसैमा अलिकति जोड्छु है त अब हाम्रोको कुरो गर्दैछ कि हाम्रो जस्तो मेरो छोरी विवाह भएर चारधाम विवाह भएर अथवा वाङदे भएर जाने जुन विधि गरेपछि त्यो बेलामा चाहिँ स्याप्रची भू भनेको सास भइहाल्यो होइन त काप्रची रुइबाला चरी छ प्राप्तारे मयुला छारी पाकी मला ल है आशा रिमर्से भने हाम्रो यो हुन्छ त्यो कुरो तपाईँहरूले बोल्नुपर्छ अहिले त्यो कुरो तपाईँले बोल्नुपर्छ अब उहाँले बोल्ने होइन न उहाँले बोल्ने कि तपाईँले बोल्ने कि एकजनाले बोल्नुहोस् अब हाम्रो रीतिथिति अब धेरै दिन भनिरहने होइन अब हामी दोङ्गो छोरी भुटानसँग कुटुम्ब हुँदै हो है अब जिम्मा त तपाईँहरूले दियो भोलि लास्टमा हाम्रो एउटा बानी चाहिँ हुन्छ है अनि अब भन्ने कुरा धेरै दिन गरिरहने अब यति नै होला अब जिम्दुङ र मुक्ता त कुटुम्बै हो अब गोरी चाहिने नराम्रो नसुन्नुहोस् जहिले पनि राम्रो होस् होइन हामीले भन्ने कुरो चाहिँ अर्को के भन्ने अब हामीले जबरजस्ती दिएको पनि होइन उहाँहरूको खुसीले गएको खुसी के कसो गरे हो होइन हामीले चाहिँ जिम्मा चाहिँ दियो तपाईँहरूलाई भोलि चाहिँ हामीलाई केही कुरा सुन्यो भने अब केही हुन्छ होला जिम्मा दिनुभयो हामी जिम्मा लिन्छौँ लिसङ थल्पा
जी बिसम 돈들이 왕성 동을 찌노 샤리 사리 왕성 살라 찌노 추리 왕성 추를 찌노 मेरी 왕성 मेलो 찌노 समेत बसी मैदी रिम्बर ज्यादा जानकारी पिन दर्शन मलाई आशा गरी बस्छ बाजेर जुटेर पनि
छ